आज चाहिँ म काठमाडौँलाई एक्सप्लोर गर्नको लागि हिँडिरहेको छु। आज डे 1। आज म सबैभन्दा सुरु कलङ्की जान्छु। कलङ्कीबाट म उता थापाथली जान्छु। थापाथली हुँदै दशरथ रङ्गशाला जान्छु। त्रिपुरेश्वर चोक जान्छु। आज धेरै ठाउँमा जान छ आज। अनि आएर अब कुनै क्याफे स्याफेमा जाम्ला, चियाहरू खाम्ला, मन्दिरहरूलाई एक्सप्लोर गरौँला, मन्दिरमा फोटो खिचौँला हैन भन्दै म अहिले गुर्जुधाराको मेन हाइवे रोडमा आइपुग्न लागेँ। अब लगभग आइपुग्न लागेँ। अलि अगाडि गएपछि चाहिँ म गुर्जुधाराको हाइवे रोडमा पुग्नेछु। तपाईँ देख्न सक्नुहुन्छ अगाडि, अनि तपाईँहरू देख्न सक्नुहुन्छ अगाडिपट्टि चाहिँ मेन हाइवे छ, पृथ्वी राजमार्गको मेन हाइवे। माटाको अलिकति माथिबाट म जेब्रा क्रसबाट बाटो क्रस गर्नेछु। कृपया सबैले रुल्स फलो गर्नु। दिस इज कलङ्की रोड देख्न सक्नुहुन्छ। यस्तो प्रकारको छ। नाइस। अहिले चाहिँ हामी कलङ्कीबाट दशरथ रङ्गशालातिर जाँदैछौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ यति धेरै गाडीहरू छन्, बाइक स्कुटी छन्, जामहरू यति धेरै हुन्छ है। कति कान खान्छ कि यस्तोले। अनि हामी अहिले टक्क दशरथ रङ्गशाला पुगिसक्यौँ। त्यहाँबाट चाहिँ चौक हुँदै हामी त्रिपुरेश्वर चोकै भन्छ क्या सायद यसलाई चाहिँ, मलाई चाहिँ त्यो थाहा भएन के कस्तो भन्छ। अनि अगाडि जाँदै जाउँला है त। यो बाटो हेर्नुहोस् है गाइस, बाटो बगाल छ। यो ठाउँलाई के भन्छ थापाथली। मेरो आवाज त आउन त्यही पनि भिजा फर्म दिन्छु। बाटो त नाइस बगाल छ। थापाथलीबाट हामी अलिकति अगाडि गएपछि राइट टर्न लिएपछि यो आई थिङ्क दशरथ रङ्गशाला फेरि फर्किने ठाउँ हो यो। अनि म चाहिँ यसो ट्रेकिङ भयो ट्रेकिङ कि हिँड्न हो कि के हो, यो घामै हिँडिरहेको छु म एक्लै। यहाँ यस्तो छ पारा, घाम छ डेन्जर। फर्स्ट टाइम हो, त्यही भएर अलिअलि लजाउनु पर्छ। अनि यो साइडपट्टि यो समथिङ के गोठी हो कि समथिङ के रहेछ, बबाल यस्तो राम्रो थियो। अनि यहाँनिर ट्राफिक परेको पनि रहेछ थापाथलीको। अनि त्यो अगाडि देख्न सक्नुहुन्छ तपाईँले गोठी जस्तो हेर्नुहोस् न, बबाल। यहाँ चाहिँ मलाई यो कला चाहिँ बबाल लाग्यो। अनि त्यसपछि देख्नुहुन्छ पुरानो आर्किटेक्चर्सहरू बबाल छ। अगाडि बस स्टेसनमा पुग्छु। यो चाहिँ दशरथ रङ्गशाला बस स्टेसनमा चाहिँ के भन्छ काठमाडौँमा एउटा माइक चाहिँ किन पऱ्यो होइन, गाइस त्यसपछि स्टप। तर यो जति जे गरे पनि खोइ रहेछ, खोटै छ यो जीवन सक्ने। यो चाहिँ कलङ्कीको क्याफे। अनि यहाँ चाहिँ बबाल रहेछ कि बाँसबाट बनाएको। अनि भित्र गएपछि पलेटी मारेर क्याफ अनि खाने ट्राई गरेको छ। यो चाहिँ घानाको कि सेनेगलको जस्तो लाग्यो झन्डा। यो चाहिँ जापानको हो 100%। यसपालि होल खोप्ने जापानले जस्तो छ है गाइस। आज त घुमेको छ है गल्ली काठमाडौँ। यो चाहिँ मन्दिर घर यस्तो थियो। मन्दिर बस्ने ठाउँ छैन तपाईँको। यो के हो यस्तो, यहाँ पोखरी पनि छ है। आई थिङ्क के को मन्दिर थाहा भएन भने यस्तो रहेको छ यो मन्दिरको चाहिँ भ्यू पछाडिबाट। अनि तपाईँ देख्न सक्नुहुन्छ यताको यो घरको डिजाइनहरू नि बबाल छ। यो चाहिँ मान्छे बस्ने ठाउँ हो यो पनि। तर त्यो भयो केही देखिँदैन, मन्दिर भयो।
हेर्न सक्नुहुन्छ यो डिजाइन मन्दिर बा चुब्बा धारण धारा डस्टबिन राम्रो हो यो चाहिँ कस्तो छ भन्दाखेरि डिजाइनहरू सबै राम्रो छ राम्रै छ देख्न सक्नुहुन्छ गौतम बुद्धको पनि छ है त्यो पनि देख्न सक्नुहुन्छ यो राम्रो छ यस चाहिँ पनि तपाईँले धेरै देख्न सक्नुहुन्छ त्यति त्यस्तो डर लाग्छ यहाँ तक घुर्दैछ ल त्यही हो आज घुम्यो धेरै ठाउँ घुम्यो एक्लै पोखरा हुन छ यो काठमाडौँ तलतिर देखाइयो कटेजतिर यसो गयो होइन देख्न सक्नुहुन्छ यो स्कुल हो यो ल थ्याङ्क यू आजलाई यति नै भोलि अर्को भ्लगमा भेटौँला